हेलो साथीहरु, तपाईले स्टेप 9 पनि सक्नुभयो होला हैन। स्टेप 10 को पालो आयो। स्टेप 4 गर्दाखेरि चाहिँ स्टेप 10 मा चाहिँ अलि थोरै के हुन्थ्यो प्रब्लम हुन्थ्यो भने 5 मा चाहिँ हाम्रो के हुँदैन प्रब्लम हुँदैन। हामी के गर्छौं स्टेप 10 मा भनेपछि यो चुचोलाई के गर्थ्यौं मिलाउँथ्यौं। अब यहाँ पनि के गर्छौं चुचोलाई के गर्छौं हामी मिलाउँछौं। कसरी मिलाउने भन्दाखेरि चाहिँ यो हेरौँ है, यहाँनिर चाहिँ येलो रेड ब्लू भनेपछि यो साइडपट्टि पनि के हुनु पर्यो त्यही हुनु पर्यो, येलो रेड ब्लू छ यहाँनिर छैन। यो मिलेको छ चेक गरौँ है। यो रेड ग्रीन येलो मिलेको छ, रेड छँदै छैन यहाँनिर भनेपछि मिलेन। यो मिलेको छ त ग्रीन मिलेको छ, रेड छँदै छैन यहाँनिर भएन। सायद यो मिलेको छ कुनै पनि मिलेको छैन। मिलेको छैन भने के गर्छौं हामी यसलाई र यसलाई के गर्छौं हामी चेन गर्छौं। कसरी गर्छौं एकचोटी यो माथि जान्छ फेरि मुनि आउँछ, यो पनि एकचोटी माथि जान्छ यो मुनि आउँछ, यो माथि एकचोटी घुम्छ फेरि के हुन्छ रिभर्स हुन्छ है। ल गरौँ। 1 1 हैन, सरी मिस्टेक भयो जस्तो छ है हाम्रो। 1 अनि यो उता 1 पनि 1 अनि रिभर्स गर्नु पर्यो। यो मिलो 2 यो पनि 2 फेरि यसलाई रिभर्स गर्नु पर्यो। यो 3 चोटि चल्दै रहेछ है। जाने बित्तिकै फेरि बिग्रिन्छ, यसलाई सट्ट घुमाउने फेरि मिल्छ यसरी 4 वटा अनि फेरि चेक गर्ने मिल्यो मिलेन भनेर है। मिलो त यो कुनै यो मिलेछ है यहाँनिर। कसरी मिलो रेड ग्रीन येलो, यहाँ पनि छ रेड ग्रीन येलो मिलेको छ छैन। मिलेकोलाई जहिले पनि यो साइडपट्टि कुन कसो जान्छ एकचोटि यो जान्छ एकचोटि यो जान्छ अनि यो चाहिँ 3 चोटि जाँदै रहेछ है। याद गर्नुमा यो माथिको टाउको 1 2 3 अब रिटर्न ब्याक गर्नु पर्यो। यो ब्याक गर्ने बित्तिकै ठ्याक्कै मिल्छ, मुनि झार्दिने। अब यो यहाँनिर छ यसलाई यसरी रिटर्न ब्याक गरिदिने, यो पनि ठ्याक्कै मिल्छ मुनि झार्दिने अनि यो अघि बिग्रेको हुन्छ जहिले पनि बिग्रिन्छ, यसलाई एकचोटि घुमाउने सप्रिन्छ है। यो पनि यो त मिलिरहेछ। यो मिलो होला सायद। यो ग्रीन यसरी ब्लू पनि छ, येलो पनि छ, रेड पनि छ भने यो दुईटा मिलो, यो दुईटा पनि आफै के हुन्छ मिल्छ है यहाँनिर। यो मिल्छ है यहाँनिर। यो फोकस भएछ प्रब्लम आउँदैन। यो मिल्यो है सबै भनेपछि हाम्रो स्टेप 10 पनि कम्प्लिट भयो। अब स्टेप लास्ट स्टेप हामी 11 नेक्स्ट भिडियोमा है।